आफ्नो उमेरभन्दा दोब्बर जति ठूला दिदीहरू शरीरभन्दा निकै ठूलो जर्सी झट्ट हेर्दा लाग्न सक्छ यति सानी नानीलाई किन यति ठूला दिदीहरूसँग खेलाइदिएको होला। तर यही सोच मैदानमा उनको पहिलो टचसँगै बदलिन्छ। बल उनको खुट्टामा पुग्ने बित्तिकै खेलको लय नै फेरिन्छ। उनी अघि बढ्छिन्, एक खेलाडी छक्याउँछिन्, अर्को खेलाडीलाई पछि पार्छिन्, सठिक पास दिन्छिन्, फेरि दौडिन्छिन् र गोल गर्ने अवसर आउँदा सबैभन्दा सानी खेलाडीले सबैभन्दा ठूलो काम गरेर देखाइदिन्छिन्। हेर्दा हेर्दै एउटा दृश्य देखिन्छ, उनी सबैभन्दा अगाडि हुन्छन् अनि उनलाई रोक्न खोज्ने सबै पछाडि। हो साथीहरू, प्रतिभा उमेरले होइन क्षमताले चिनिन्छ र नेपालले यस्तै एउटा अद्भुत प्रतिभा पाइसकेको छ। नवलपुरको देवथुली सत्र निवासी मात्र 11 वर्षकी सजनी तामाङ। सजनीले 7 वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेकी हुन्। सुरुमा रमाइलोका लागि खेलेको फुटबल नै बिस्तारै उनको सपना बन्यो। नियमित अभ्यास, अनुशासन र मेहनतले उनी दिन प्रतिदिन निखारिँदै गइन्। अहिले सजनी आफ्नो हजुरआमासँग बसिरहेकी छन्। उनका बाबुआमा परिवारको उज्जवल भविष्यको सपना बोकेर रोजगारीका लागि विदेशमा कठिन परिश्रम गरिरहनु भएको छ। गत वर्ष देवथुली नगरपालिका युवा तथा खेलकुद विकास समितिले फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेपछि सजनीले व्यवस्थित प्रशिक्षण लिने अवसर पाइन्। यही प्रशिक्षणले उनको प्रतिभालाई अझ चम्काउने अवसर दियो। त्यस पछाडि आयो उनको जीवनको पहिलो ठूलो परीक्षा। देवथुली नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रथम नगर स्तरीय अन्डर 16 महिला फुटबल प्रतियोगिता। उमेरले प्रतियोगिताकै सबैभन्दा सानी खेलाडी, तर खेल्ने सबैभन्दा परिपक्व। प्रतियोगिताभरि सजनीले देखाएको ड्रिब्लिङ, गति, बल नियन्त्रण, खेल बुझ्ने क्षमता, सठिक पास र गोल गर्ने कलाले सबैलाई चकित बनायो। उनले आफ्नो टोली देवथुली नगरपालिकालाई प्रथम उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन्। यही प्रतियोगितापछि उनको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल समेत हुन थाल्यो। सजनीको खेल शैलीले नेपाली फुटबल समर्थकहरूको पनि मन जित्न थाल्यो। बल खुट्टामा राखेर विपक्षीलाई सहजै छक्याउने शैली, तीव्र गति, उत्कृष्ट ड्रिब्लिङ र आत्मविश्वासपूर्ण खेलका कारण धेरै समर्थकहरूले सामाजिक सञ्जालमा उनलाई नेपालकी लिटल मेसी भनेर उपनाम समेत दिन थाले। अवश्य पनि यो समर्थकहरूले प्रेम र उत्साहका साथ दिएको एउटा उपनाम हो। आफ्नै पहिचान बनाउने यात्रा अझै पनि सुरु गर्न बाँकी नै छ। तर 11 वर्षको उमेरमै दर्शकबाट यस्तो माया पाउनु आफैमा ठूलो उपलब्धि हो। यति बेला नेपाली खेलकुद जगतका धेरै प्रतिष्ठित व्यक्तित्वहरू पनि सजनीप्रति आकर्षित भएका छन्। कतिपयले उनलाई प्रत्यक्ष भेटेर हौसला दिइरहेका छन् भने कतिपयले सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरिरहेका छन्। केहीले उनको भविष्यका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै चाँडै भेट्ने इच्छा समेत व्यक्त गरिरहेका छन्। यति सानो उमेरमै नेपाली खेलकुद क्षेत्रका अग्रजहरूको साथ र विश्वास पाउनु उनको प्रतिभाको सबैभन्दा ठूलो प्रमाण हो। सजनी आफैले पनि आफ्नो सपना स्पष्ट रूपमा व्यक्त गरेकी छिन्। उनी भन्छिन्, म भविष्यमा नेपाली राष्ट्रिय टोलीकी प्रीति राई जस्तै खेलाडी बन्न चाहन्छु। उनको प्रतिभाले काठमाडौँका विभिन्न क्लबहरूको ध्यान पनि तान्यो। विभिन्न क्लबहरूबाट प्रशस्त प्रस्तावहरू पनि आएको चर्चा चलिरहेको बेला अन्ततः एउटा ठूलो निर्णय भयो। 11 वर्षीय सजनी तामाङ अब आधिकारिक रूपमा नेपाल एपीएफ क्लबमा आबद्ध भएकी छन्। एपीएफले उनलाई आजको लागि होइन भविष्यको लागि आफ्नो परिवारमा भित्राएको स्पष्ट देखिन्छ। किनभने एपीएफ नेपालकै सफल महिला फुटबल क्लबहरूमध्ये एक हो। यही क्लबबाट सावित्रा भण्डारी साम्बा, अनिता बस्नेत, प्रीति राई, रेणुका नगरकोटी लगायत धेरै राष्ट्रिय खेलाडीहरूले नेपाली फुटबललाई नयाँ उचाइ दिएका छन्। एपीएफमा आबद्ध भएपछि नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान एन्जेला तुम्बा पोसुप्पासँग सजनीको छोटो भेटघाट र कुराकानी पनि धेरै चर्चामा रह्यो। कप्तानबाट पाएको प्रेरणा र हौसलाले उनको आत्मविश्वास झन बढाउने विश्वास गर्न सकिन्छ। साथीहरू, फिफा विश्वकप 2026 को फाइनलको चर्चा चलिरहँदा यही विशेष दिनमा नेपालले पनि आफ्नो भविष्यको सम्भावित तारा आधिकारिक रूपमा एपीएफ क्लबमा पाएको छ। सायद यो केवल एउटा संयोग मात्र हुन सक्छ, तर नेपाली फुटबलका समर्थकहरूका लागि यो संयोग निकै सुन्दर बन्ने आशा गर्न सकिन्छ। पछिल्लो केही वर्षदेखि नेपाली फुटबल विभिन्न चुनौती, विवाद र अन्यलबाट गुज्रिरहेको छ। कतिपय युवामा त फुटबललाई करियर बनाउने उत्साह समेत घट्दै गएको देखिन्छ। तर यस्तै प्रतिभाहरू जन्मिँदा फेरि आशा पलाउन थाल्छ। एउटा बिरुवालाई समयमै राम्रो माटो, मलजल र संरक्षण दिइयो भने यसले भविष्यमा विशाल वृक्षको रूप लिन्छ। प्रतिभा पनि त्यस्तै हो। यदि सजनीले सही प्रशिक्षण, निरन्तर मेहनत र राम्रो वातावरण पाइन् भने नेपाली महिला फुटबलले अर्को ठूलो स्टार पाउन सक्छ। अहिले उनी केवल 11 वर्षकी छन्। राष्ट्रिय टोलीमा कहिले पुग्छिन्, अन्तर्राष्ट्रिय फुटबलमा कति सफल हुन्छन्, त्यो त समयले नै बताउनेछ। सायद त्यस बेलासम्म सावित्रा भण्डारी साम्बा, रेणुका नगरकोटी, अनिता बस्नेत वा अहिलेका अन्य राष्ट्रिय खेलाडीहरू टोलीमा नहुन पनि सक्छन्। यति बेला एउटा प्रश्न सबैको मनमा हुनेछ, साम्बापछि नेपालको अर्को गोल मेसिन को बन्ला?
के त्यो जिम्मेवारी सजनी तामाङले सम्हाल्ने छिन्? तपाईहरुलाई के लाग्छ? आफ्नो विचार कमेन्टमा अवश्य पनि लेख्नुहोला। यदि तपाईलाई नेपाली खेलकुदका यस्ता प्रेरणादायी कथा मनपर्छ भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र नेपाली स्पोर्ट्स कनेक्टलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। सधैँ नेपाली चेलीहरूको साथमा।